आज तिमीहरूलाई कम्प्युटर बाँड्ने प्रोग्राम छ हैन। पहिला मैले तिमीहरूलाई पढाए जस्तै कम्प्युटर कसरी जोड्ने, कम्प्युटर लगेर मात्रै हुँदैन हैन। कम्प्युटरलाई हामी घर लगिसकेपछि त्यसलाई कसरी जोड्ने, कसरी कनेक्सन दिने भन्ने कुरा सबैले थाहा हुनुपर्छ, इम्पोर्टेन्ट छ हैन। अस्ति मैले क्लासमा पढाउँदाखेरि तिमीहरूलाई यसको मदरबोर्ड थाहा छ नि, मदरबोर्डको सर्किटहरुमा के कुराहरू दिएको छ भन्ने कुरा मैले सबैलाई सिकाएको थिएँ हैन। याद पनि होला, छैन भने म यहाँ सेम मदरबोर्ड पनि देखाइदिन्छु हैन। तिम्रो मदरबोर्ड भनेको पहिला चाहिँ यो सीपीयू है, मदरबोर्ड सीपीयू भित्र हुन्छ। मदरबोर्ड भनेको यो भित्र रहेको पुरै मदरबोर्ड देखाउन मिल्दैन, त्यसमा पोर्टहरू चाहिँ यहाँ दिएको हुन्छ। सबैले देखिरहेछौ हैन? देखे छैन भने भन है। यो चाहिँ मदरबोर्डको पोर्टहरू छ है। त्यसपछि मैले अस्ति क्लासमा पनि भनेको थिएँ, यो पोर्टहरू चाहिँ यूएसबी पोर्ट भन्छन्, जसमा हामीले कीबोर्ड, माउस, पेन ड्राइभ अनि साउन्ड सिस्टम त्यो सबै जोड्नको लागि हामीले यो पोर्ट युज गर्छौँ, यूएसबी पोर्ट है। त्यसपछि मोनिटरबाट यसमा कनेक्सन दिनको लागि हामीले दुईटा तरिका हुन्छ, एउटा चाहिँ एचडीएमआई केबल, अर्को चाहिँ बीजीए केबल। बीजीए केबल चाहिँ पहिला चल्थ्यो, आजभोलि चाहिँ प्रायः जस्तो कम्प्युटरमा एचडीएमआई केबल चल्छ। एचडीएमआई केबल किन चल्छ भने त्यसले डिस्प्ले गर्न, जुन भिजुअललाई डिस्प्ले गर्छ त्यसले चाहिँ एचडी क्वालिटीमा गर्छ है। त्यसको पोर्ट भनेको यो वाला हो है, देखिरहेछ? यो पोर्ट चाहिँ एचडीएमआई को हो अनि यताको यो पोर्ट चाहिँ बीजीए केबलको हो है। त्यसपछि त्यस्तै गरी यो चाहिँ तिम्रो साउन्ड सिस्टमहरू, जस्तै तिमीले स्पिकर जोड्नु पर्यो, गानासँग बजाउनलाई जोड्नु पर्यो भने त्यस्तो कन्डिसनमा हामी एउटा जुन मोबाइलमा हुन्छ नि, मोबाइलको ज्याक, त्यस्तो ज्याक यसमा लगाउने अनि एउटा यूएसबी पोर्ट यसमा लगाएपछि हाम्रो चाहिँ साउन्ड सिस्टम जोडिन्छ अनि गाना बजाउन मिल्यो। त्यस्तै गरी तिम्रो नेटको लागि चाहियो भने नेटको मैले पोर्ट देखाएको थिएँ, क्लासरुममा पनि भनेको थिएँ, यो पोर्ट भनेको नेटको लागि हो। त्यो राउटरदेखि ल्याएर यसमा जोड्यो भने नेट कनेक्सन भइहाल्छ अनि चलाउन मिल्छ हैन। त्यसपछि यसको बारेमा सबै बुझ्यो? कुनै क्वेसन छैन हैन? अब यो चाहिँ सीपीयू को कुरा भइगयो हैन। त्यसपछि अब हाम्रो के कुरा आउँछ भनेपछि मोनिटरको है। यो चाहिँ मोनिटर छ। अब सीपीयूमा हामीले सबै कुरा जोडिसकेपछि सीपीयूबाट मोनिटरमा हामीले डिस्प्ले गर्ने कुरा आउँछ हैन। त्यसमा पनि सेम कुरा दिएको हुन्छ। यता चाहिँ एचडीएमआई केबल देखिरहेछ नि, बीजीए केबल, यो चाहिँ एचडीएमआई केबलको पोर्ट देखिरहेछ। त्यसपछि यो चाहिँ पावर केबल, यो पावर केबल लगाएर हामीले कनेक्सन दिन सकिन्छ। अब चाहिँ मैले यो सबै कुरालाई कम्प्युटरमा कसरी जोड्ने, कम्प्युटर कसरी सेटअप गर्ने कुरा म यहाँ जोडेर देखाउँछु है। फर्स्टमा चाहिँ हामीले के गर्नु पर्यो भने सेटअप राख्नु पर्यो। यो भइगयो सीपीयू। सीपीयूमा केबल कुन केबललाई के भन्छन्, यो दुईतिर एउटै सेप एउटै डिजाइन भएको केबल चाहिँ एचडीएमआई केबल हो, जुन सीपीयूबाट मोनिटरमा कनेक्सन दिनको लागि प्रयोग गरिन्छ है। त्यसलाई कसरी जोड्ने यहाँ चाहिँ छ, यसमा हामीले क्लिक गरिदियो भने यता लागिहाल्छ। त्यस्तै गरी हामी सीपीयूमा पनि मोनिटरमा पनि यहाँ ल्याएर यसरी जोडिदियो भने जोडिन्छ है। त्यसपछि अब हामीले यति जोडिसकेपछि यसले चाहिँ यहाँ डिस्प्ले गरिहाल्छ। अब यसमा चाहिँ हामीले एउटा पावर केबल जोड्यो भने यसको काम सकियो। त पावर केबल कस्तो हुन्छ भने यस्तो केबल चाहिँ पावर केबल हुन्छ। यसलाई पावर केबल भन्छन् किनभने यसले पावर दिने काम गर्छ, त्यही भएर यो पावर केबल हो। यसलाई पनि जोड्दाखेरि केही गर्नु पर्दैन, यसमा पिनहरू दिएको हुन्छ, पिनहरू हेर्ने, सर्ट यसमा गएर लगाइदियो भने अलिक टाइटली लगाउनु पर्छ, मात्र यति राखेर हुँदैन, भित्र जति जान्छ त्यति थिचेर लगाउनु पर्यो है। यति गरिसकेपछि हाम्रो चाहिँ मोनिटरको कनेक्सन सकियो। अब सीपीयूको कुरा, सीपीयूमा हामीले मोनिटर डिस्प्ले दियौँ। अब चाहिँ फेरि पावर केबल यहाँ पनि चाहिन्छ, यो पावर केबल हो। पावर केबललाई हामीले यता चाहिँ पावर दिने, यता पावर दिइसकेपछि अब यति गरेपछि हाम्रो कम्प्युटर रन भइहाल्छ, कम्प्युटर खुलिहाल्छ। त त्यसपछि कीबोर्ड र माउस पनि जोड्नुपर्छ। कीबोर्ड माउस यूएसबी पोर्टमै जोडिन्छ। यूएसबी पोर्टमा यस्तो गएर यता चाहिँ हेर, राम्रोसँग हेर, तलतिर सेतो प्लास्टिक दिएछ हैन, माथि खाली पार्ट छ, तल सेतो प्लास्टिक छ। यसमा पनि तिमी हेर्छौ भने एउटा ठाउँमा कालो प्लास्टिक छ, एउटा ठाउँमा खाली पोर्ट छ है। सेतो प्लास्टिकलाई खाली पोर्टमा हामीले गरेपछि मात्रै छिर्छ है, उल्टो सुल्टो गरेपछि छिर्दैन। त्यस्तै गरी कीबोर्डलाई पनि हामीले यस्तै गर्यौँ भने, यसलाई पनि हामीले यस्तो गर्यौँ भने मजाले जोड्न मिल्छ।
यति कनेक्सन दिइसकेपछि हाम्रो सिपियु जोड्न मिल्यो। सिपियु जोडिसकेपछि सिपियुलाई राख्ने कसरी भन्ने कुरा आउँछ। राखेर पनि मैले एउटा सेटअप देखाइदिन्छु। जस्तै मानौँ यो राखेँ। अब यो राखिसकेपछि हामीले यसको अगाडि चाहिँ किबोर्ड राखेँ। किबोर्ड राखिसकेपछि यतातिर हामीले माउस राख्यौँ अनि यसलाई चाहिँ सिपियु हामीले उल्टो गरेर राखिदियो भने जति केबलहरू हुन्छ सबै पछाडितिर हुन्छ। यति गरेपछि तिम्रो चाहिँ यो कम्प्युटर सेटअप सक्यो है। अब हामी के गर्छौँ, जुन बत्तीको पावर सकेट हुन्छ घरमा हैन, पावर सकेट छ भने गर्न पाइयो, छैन भने एउटा सकेटबाट मल्टिप्लग ल्याएर पनि जोड्न पाइयो। त्यसमा हामीले यो दुईटा चाहिँ सकेटमा लगायो भने यो कम्प्युटर सिस्टम तिम्रो रन भइहाल्छ। अन गर्नको लागि सबलाई थाहा नै होला, यो बटन थिच्यौँ भने अन भइहाल्छ। जस्तै हामी यो बटन थिचेर कम्प्युटर अन गर्छौँ त्यस्तै हाम्रो मोनिटरमा पनि एउटा पावर बटन हुन्छ। नयाँ कम्प्युटरमा पावर बटन अफ गरेको हुन्छ, मोनिटर चल्दैन। त्यो बटनले हामीले थिचेर अन गरेपछि बल्ल मोनिटरले डिस्प्ले गर्ने काम गर्छ। कुनै क्वेसन छ? जोड्न आयो? कुन कुन केबल लाग्छ जोड्दाखेरि? HDMI, पावर, अरू किबोर्ड र माउस हैन, यति मात्रै जोडेपछि सकिन्छ मजाले।